वेलकम टु टुडेज एपिसोड आफ्टर अ लङ टाइम म सफल आज हामीसँग हुनुहुन्छ सुदेन राज भण्डारी हि इज अ प्रोफेसनल सोसल वर्कर एन्ड अ प्यासनेट ट्राभलर सो बाँकी कथा उहाँबाट सुनौँ वेलकम सुदेन दाई थ्याङ्क यू सो मच जस्ट लाइक आज यो तिमीले पोडकास्टमा बोलायो होइन म त खासै पोडकास्टमा त बोलेको छैन त्यही पनि आज तिमीसँग गफ गर्न चाहिँ एकदमै इच्छुक छु होइन आफ्नो एक्सपिरियन्सहरू सेयर गर्न ओर्न अनि आफ्नो अब तिमीले ट्राभलिङका कुराहरू होइन अनि जस्तो लाइफमा आफ्नो अब ट्राभलिङ बाइक पनि कामका कुराहरू सबैको आफ्नो स्टोरिज हुन्छ होइन त्यो चाहिँ सेयर गर्नलाई जस्ट रमाइलो लागिरहेछ मलाई हजुर दाइसँग पनि अब भेट हुँदाखेरि त हाम्रो उता क्याफेमा भेट हुने हो लोकोमा अनि भेट्दाखेरि दाइको कथाहरू सुनेर त मलाई क्या इन्ट्रेस्टिङ लाग्थ्यो क्या कुराहरू अब एउटा प्रश्न गर्नुपर्दा सुदेन भन्ने बित्तिकै तपाईँले आफूलाई कसरी चिनाउनुहुन्छ त म चाहिँ म आफूलाई चाहिँ अब फोटोग्राफर पनि भन्छु होइन अनि फोटोग्राफर पनि के भन्दाखेरि अब प्रोफेसनल फोटोग्राफर त होइन जस्ट फोटो खिच्छु सोख छ खिच्छु 2008-9बाटै खिच्नु थालेको फोटो चाहिँ हजुर धेरै वर्ष अनि ठुलो क्यामेरा पनि चलायो अहिले त अब मोबाइलबाटै खिच्छु धेरै चिजहरू किनकि मोबाइलमै सजिलो लाग्छ हजुर दुनियाँ मोबाइलमा भइसक्यो मोबाइलमै नै सबै चिज चाहिँ आइसक्यो पहिला चाहिँ अब प्रोफेसनल क्यामेरा पनि चलाइन्थ्यो हजुर ट्राभलिङ गर्दा चाहिँ के हुँदो रहेछ भने चाहिँ तिम्रो जस्तै ट्राभलिङ गर्दाखेरि अब तिमी ट्रेक गर्छ भने प्रोफेसनल क्यामेरा ठिक छ बोक्नलाई होइन तर अब अहिले चाहिँ म मेनली ट्रेकिङ भन्दा पनि बाइकिङमा धेरै छु हजुर बाइकिङमा भएको भएर चाहिँ अब सजिलो चाहिँ अब सानो चिजहरू नै इन्टिग्रेटेड भएको भएर अब मोबाइलै सजिलो लाग्छ हजुर चलाउनु ओर्न अब फोटो खिच्न भिडियो गर्न होइन अनि हरेक कुरामा जस्तै अब हाम्रो अरू क्यामेरा गोप्रो भयो इन्स्टा भयो होइन सबै चिज चाहिँ इन्टिग्रेटेड मोबाइलमै हुन्छ त्यसबाट चाहिँ अनि सोसियल मिडियामा हो मेरो रिजन्स भनेको हजुर अहिले देखाउने भनेको त्यस कारणले मोबाइलै प्रिफर गर्छु हजुर अनि दाइको मैले अब दाइ सुदेन राज भण्डारी भन्ने बित्तिकै मेरो दिमागमा भन्ने सिआरएफ 300 अनि दाइ घुम्ने क्या दाइले घुम्न भनेर त्यो बाइकमै घुम्न भनेर चाहिँ कहिलेदेखि सुरु गर्नुभयो दाइले घुम्न त म कलेजबाटै घुम्थेँ होइन हजुर कलेजमा हुँदाखेरि खासै धेरै पैसा नआउने जे छ आफूमा त्यसमा रमाउनु पर्ने होइन रमाइन्थ्यो पनि त्यो कस्तो पनि मान्छेको लिमिटेड वान्स भनेको अब त्यो लिमिटै हुँदैन होइन आफूसँग जे छ त्यसमा रमाउने हो कलेजमा हुँदा नि हामी घुम्थ्यौँ अब कहिलेकाहीँ डबल लोड कहिलेकाहीँ ट्रिपल लोड पनि गएको पुग्थ्यौँ होइन किनकि अब बाइकै कम थियो नेपालमा बाइक कम थियो अनि अझै प्रिमियम बाइकहरू त हामीले भेट्दैन थियो अनि पहिलाको कन्टेक्समा हेर्छौँ भने बाटोहरू पनि हाम्रो धेरै थिएन अहिले जस्तो बाटो थिएन कि अनि लिमिटेड बाटोहरू जस्तै हाइवेजहरू मात्र थियो त्यो हुँदाखेरि चाहिँ अब बाइकहरू पनि हामीलाई धेरै अफरोड बाइक पनि भेट्न चाहिने त्यो हुँदाखेरि त्यसमै हामी धेरै ठाउँ घुम्यौँ पल्सरमा हुँदा पनि पुरानो पल्सर बाइक थियो त्यो हुँदाखेरि घुम्यौँ 150 थियो त्यसमा मजाले तपाईँले गोलो हेडलाइट भन्नुभएको बाइक त्यही नै हो क्या त्यो गोलो हेडलाइटवाला बाइक छैन अब त्यो धेरै अगाडि 18 लट भनेको अब धेरै अगाडि हो त्यो भनेको अब कति वर्ष अगाडिको जति कुरा भइरह्यो त्यो चाहिँ 2005-06 तिर हजुर त्यो बाइक सुरु गरियो बाइक चलाउन त्यसपछि चाहिँ ठाउँ ठाउँ पुगियो घुमियो अनि 2010मा चाहिँ म अनि कलेज सक्यो कलेज सकेपछि जब गर्नु पऱ्यो त्यसपछि चाहिँ मैले 3-4 वर्ष बाइकै चलाइनँ हजुर त्यो बेला चाहिँ जब गर्न सुरु गर्नु पऱ्यो जब गर्न पनि फेरि म रिमोटमा गएर जब गरेँ कि जुन ठाउँमा चाहिँ बाटै छैन पहिलादेखि नै दाइले सुरुवातै त्यसरी नै गर्नु त्यसरी गरेँ जुन ठाउँमा बाटै छैन होइन अनि बाटो नभएपछि हिँड्नै पऱ्यो हजुर अनि मेरो लागि त्यो ट्रेकिङ पनि भयो अनि एउटा जस फोटो खिच्नुलाई बाहना पनि भयो सबै कुराहरू एक्सपिरियन्स पनि भयो कमाइ पनि भयो होइन अनि सबै चिजले चाहिँ मलाई साथ पनि दियो भनौँ न अनि 2010मा चाहिँ म मुगु गएँ मुगु फर्स्ट नै मुगु है मुगु नै गएँ म सिधै मुगु गएँ त्यो बेला मुगु जाँदाखेरि मुगुमा फ्लाइट चल्थ्यो सिजनल फ्लाइट हजुर बर्खा र हिउँ जाडोमा बाइक होइन अनि फर्स्ट टाइम जाँदाखेरि के भयो भने सलक्क प्लेन चाहिँ ठ्याक्कै रारामाथिबाट गएँ होइन रारा ताल मैले जिन्दगी पनि देखेको थिएन सोसियल मिडिया पनि खासै थिएन अलिअलि त देखेको थाहा पाएको ठुलो ताल भनेर तर माथिबाट जाँदाखेरि बल्ल थाहा भयो कि ओ यो ताल बाले रहेछ होइन यस्तो निरो देखेछ यस्तो कलरफुल छ है त्यो ठ्याक्कै रारा तालको छेउमै तिम्रो एयरपोर्ट छ क्या त्यहाँ मुगुमा चाहिँ एयरपोर्टबाट चाहिँ रारा देखिँदैन तर नजिकै छ 1-1.5 घन्टाको अनि त्यसपछि चाहिँ म त्यहाँ झरेपछि अर्को दिन मलाई मुगु झरेपछि उकुस मुकुस भयो कि म माथि रारा जान्छु हेर्न जान्छु भनेर त्यसपछि म अर्को दिनै गएँ एकजना भाइ लिएर
खास हिँड्न त 3 घन्टा लाग्ने हामी 2 घन्टामा पुगेर अनि एक राउन्ड घुमेर त्यही दिनै फर्क्यौँ होइन तर अलिक पोसिबल चाहिँ थिएन त्यो एक्साइटमेन्ट भएकोले ताल हेर्छ भनेर गयो त्यसपछि चाहिँ अनि ल मैले चाहिँ अब क्यामेरा चाहिँ मैले लिनै पर्छ होइन यहाँ बसेको किनकि जब गर्नु थालेँ अपर्च्युनिटी मलाई किन गाउँ घुम्ने अपर्च्युनिटी थियो फेरि कर्णाली अलिकति परिवेश हाम्रो पूर्व काठमाडौँ पोखराभन्दा अलिक धेरै भिन्न हजुर होइन कर्णालीको रहनसहन भिन्न बोली भिन्न मान्छे भिन्न ठाउँमै धेरै कुरा भिन्नता देखेर अब यसलाई चाहिँ क्याप्चर गर्नुपर्छ भनेर त्यहाँबाट चाहिँ मैले क्यामेरा लिएँ एसएलआर लिएँ हजुर अनि त्यसपछि सुरु गरेँ फोटो खिच्न अनि त्यो बेला 4 वर्षमा म धेरै कर्णालीभित्रमा धेरै घुमेँ बाजुरा जुम्लाको तल्लो बेल्टतिर हजुर अनि मुगुकै पनि माथिल्लो बेल्ट चाइना नजिकतिर अनि तल्लो बेल्टतिर पनि धेरै घुमेँ त्यो बेला चाहिँ धेरै फोटो खिचेँ मेनली कर्णालीको चाहिँ आर्किटेक्ट देखाउनु मन लाग्थ्यो क्या बाहिर अरूलाई देखाउनु मन लाग्ने अनि ब्युटीको हिसाबले चाहिँ त्यो देखाउनुलाई भए पनि फोटो खिच्नु पऱ्यो भनेर चाहिँ दाइको किन भने अहिले कति जिबी अथवा कति टिबी चाहिँ ऊ होला फोटोहरू कति स्पेस मसँग त फोटोहरू त धेरै छ होइन होला मसँग 2-3वटा हार्ड डिस्कमा नै होला भरिसकेको छ अनि किनकि एकचोटि खिचेर अब कति सिलेक्टेड फोटोहरू त राखिन्छ तर पछि पनि काम लाग्ने फोटोहरू भनेर अब सेभ गरेर राखिरहन्छ होइन हजुर अनि फोटो खिच्दाखेरि फेरि र फुटेजमा खिच्दाखेरि अलिक स्पेस पनि ठुलो हुने हजुर दाइ अनि दाइको छ नि अब ट्राभल गर्दाखेरि एक्सपिरियन्सेसहरू एउटा केही इन्काउन्टरहरू त्यस्तो अब जस्तै कि के भएको थियो भन्दाखेरि एकचोटि म पोहोर साल मुस्ताङ गएको थिएँ कि केटाहरूसँग अनि त्यति बेला चाहिँ राम्ररी बाइक मेन्टेन गर्नुपर्छ भनेर एउटा पार्ट सिकियो अब बाइकको क्लचबाटै त्यहाँ झन्डै मनकामना पुग्नु 30 मिनट जति अगाडि बाइक बिग्रियो क्या अनि त्यहाँ 1 घन्टा वेस्ट भयो अनि त्यो त्यस्तो खालको इन्सिडेन्टहरू दाइको त टन्नै होला नि दाइको मैले चाहिँ अब मैले अब यो जबको सिलसिलामा सिकेको चाहिँ हामी प्रिपेयर हुनुपर्छ कि अनि नेपालीहरू हामी अलिक प्रिपेयर हुँदैनौँ कतिवटा कुरामा अनि इन्फर्मेसनहरू पनि अलिक कमै लिन्छौँ कि अनि त्यस कारणले पनि सेक्युरिटी रिस्क हुन्छ होइन अनि जस्तै अहिले आइल्टिट्युड हुँदाखेरि अब मान्छेले लेकको बारेमा मतलबै गर्दैन यहाँ होइन प्रपर रूपमा तिम्रो अब भोलि एक्सिडेन्टै भयो भने कसरी चाहिँ हामी रेस्क्यु हुने कुराहरू केही पनि सोच्दैन क्या हामी नेपालीहरू जस्ट हिँड्ने भनेपछि हिँडिदिन्छ होइन हामीलाई जिन्स पेन्ट लगाओस् कि अब अर्को लगाओस् कि होइन गोलिस्टा जुत्ता होस् कि उस्तै जेमा पनि हामी तयार हुन्छ कि बाइकमा पनि प्रायःले त्यसरी नै गर्छ र अलि कल्चर चाहिँ डिफ्रेन्ट छ मेरो इन्काउन्टर भनेको चाहिँ अलिक मैले लर्निङ चाहिँ धेरै भएछ ट्राभलिङ गरेर पनि मान्छेसँग कुरा गर्दाखेरि लर्निङ जस्तै अब हाई एल्टिट्युड हुँदाखेरि के याद गर्नुपर्छ होइन जस्तै हिँड्दाखेरि अब मान्छेहरू हिउँ परेको बेला पनि अब रिस्क लिएर हिँड्छन् होइन त्यो भनेको अब डेन्जर हो नि त जस्तै यसपालि पनि मान्छेहरू कतिजना यही 10-11 पनि एभरेजमा पऱ्यो किनकि पहिल्यै थाहा थियो नि त पानी पर्छ भनेर एल्टिट्युडमा 3000 माथि जाँदाखेरि एकदमै याद गर्नुपर्छ क्या त्यो ब्याकअप कुराहरू होइन अनि त्यतिकै ऱ्यान्डमली हिँड्न हुँदैन अलिकति प्रिपेयर भएर हिँड्यो भने त सेफ भइन्छ होइन पहिला त मेन सेफ्टी नै दिनुपर्छ मेरो इन्काउन्टरमा त्यस्तो धेरै इन्काउन्टर त भएको छैन होइन एकचोटि भएको भने चाहिँ म र बुढी चाहिँ मनाङ जाँदाखेरि एक्सिडेन्ट चाहिँ भएको थियो त्यतिखेर नराम्रै बुढी चाहिँ पहाडीबाट ब्लड प्रेसर लो भएर बाइक चलाउँदा झऱ्यो होइन त्यसपछि झऱ्यो अनि म त्यो एक्सपेक्टेसनै गरेको थिएन नि त अनि त्यसपछि हतालेर गयो हेलमेट कहाँ छ भनेर खोजेँ हेलमेट त म आफैसँग बोकिरहेको छु ल होइन भर्खर हेलमेट खोलेको थियो पनि हामी एकछिनमा रोक्नेवाला थियौँ अब त्यो ब्याड लक भयो होइन त्यो बेला चाहिँ अब त्यो सिचुएसन ट्याकल गर्न चाहिँ अलिकति कहिले अब प्रिपेयर थिएन नि त अब टाउको फुटेछ दाँत झरेछ होइन दाँत पनि झरेको थियो भाउजूको त्यतिखेर अरू चोट थिएन मुखैमा लागेको होइन अब त्यतिखेर इमर्जेन्सी हस्पिटल लाने होइन कसरी लाने के गर्ने अब त्यो दिमागमा केही पनि नचल्दो रहेछ त्यो बेला हो अलिकति ठुलो इन्सिडेन्ट भएको भनेको अनि त्यतिखेर चाहिँ म एक्लै थिएँ फेरि हजुर त्यस बेला पुग्नु भयो त माथि चाहिँ कि मनाङ पुगेन आबुखैरीमै भयो आबुखैरीबाटै अनि त्यहाँ उपचार गरेर राति काठमाडौँ फर्कियो अनि 1-2 हप्ता यता हस्पिटलमै बसियो होइन त्यस्तो साह्रो अर्को ठुलो जस्तै वाइल्ड लाइफ भेट्ने यताउता चाहिँ खासै भएको छैन अझ अलिक प्रिपेयर भएर पनि हिँड्ने भएर पनि होला सायद हजुर किनकि कहाँ के हुन्छ अलिकति थाहा पाइराख्नुपर्छ कि जस्तै एल्टिट्युड जाँदैन भालु कहाँ लाग्छ त्यसपछि भालु इन्काउन्टर कसरी हुन्छ उनीहरू एग्रेसिभ कुन सिजनमा हुन्छ होइन त्यो कुराहरू चाहिँ याद गरेर गयो भने अलिकति
सहज हुन्छ क्षति कम हुने अथवा त्यो इन्काउन्टरै नहुने सिचुएसनहरू चाहिँ क्रिएट गर्न सकिन्छ। अनि तपाईँले त्यस्तै केही त्यो भालु अथवा त्यस्तो के इन्काउन्टर गर्नु भएको छ? त्यसरी ठ्याक्कै त्यो भालु दिने चाहिँ गरेको छैन होइन, तर बियर त डेन्जर हुन्छ लेकमा त अहिले अब झन् मान्छे कम भएको भएर अझै धेरै नै छ होइन। अब जस्तो तराईमा गयो भने अब बाघको हुँदो रहेछ कि, जस्तो म बर्दिया गयो अस्ति होइन, एक्लै नै गएको थिएँ, एक्लै गएको थिएँ अनि बाइकमै कि बाइकमै गएको थिएँ। त्यो बेला चाहिँ म एक राउन्ड 18-19 दिने गरेको थिएँ। यहाँबाट नेपालगञ्ज गएँ, नेपालगञ्ज बाइक पठाएँ ट्रकमा, एउटा फ्लाइटमा नेपालगञ्ज गएँ, त्यहाँबाट हुम्ला गएँ बाइकमै एक्लै 2-3 दिन लाएर, अनि त्यहाँबाट हुम्लाबाट फेरि फर्केर बाजुरा आएँ। अनि बाजुराबाट मलाई फेरि पश्चिम जानु मन लाग्यो, सुदूरपश्चिम जानु मिल्दो रहेछ बाटो छ अहिले, त्यहाँबाट बाजुराबाट सुदूरपश्चिम गइयो बाइकमा हिँड्नुभयो? डडेलधुराबाट तल झरियो, महेन्द्रनगर झरियो, त्यसपछि दोधारा चाँदनी गयो, त्यसपछि फेरि बर्दिया आउँदाखेरि चाहिँ अलिकति त्यहाँ चाहिँ बाघको बारेमा अलिकति बढी नै कन्सर्न हुँदो रहेछ, जहाँ पनि अब त्यो वार्निङ सिग्नल राखेको, फेरि जङ्गल पनि भयो, रोक्दा पनि ठ्याक्क पुलमा मात्रै रोक्ने के किनकि अब त्यो जङ्गल रोक्दाखेरि अलिकति डर लाग्दो, मान्छेहरू पनि पुलमै रहँदा रोक्दो रहेछ होइन। त्यो फेरि त्यो बर्दियाको त्यो जङ्गलको स्ट्रेच पनि लामो छ जस्तो लाग्यो, स्ट्रेच लामो छ, फेरि त्यो स्पिड लिमिट पनि राखेको भएर हाम्रो झन् बढी डर फिल हुने कि, अनि एकमुष्ट लाँदो रहेछ त्यो गाडीले स्केटिङ गरेर, त्यसमा त झन् हामीलाई बाइकमा झन् डर फिल हुने। जस्तो मलाई चाहिँ त्यो त्यहाँ चाहिँ एकचोटि फिल चाहिँ भयो, तर त्यस्तो इन्काउन्टर चाहिँ भएको होइन। त्यहाँ त अब क्रेजी घटनाहरू सुन्दा हुन्छ नि त, बाघले मान्छे लग्ने, बर्दियामा त डरै लाग्दो हुन्छ नि, डरै लाग्दो हुँदो रहेछ। जस अब हामी कहीँ जाँदाखेरि प्रिपेयर भएर जानु पऱ्यो, बेसिकली त्यही नै हो कुरा, मजाले प्रिपेयर भएर जानु पऱ्यो, प्लान हुनु पऱ्यो होइन, अलिकति ठाउँको बारेमा अलिकति स्टडी गर्नु पऱ्यो होइन। त्यसपछि म दाङ आएँ, दाङबाट सल्यान आएँ, त्यसपछि रुकुम आएँ, रुकुमबाट ढोरपाटन आएँ, ढोरपाटनबाट पोखरा हुँदै अनि माथिल्लो रुटबाट अलिकति बाटो धेरै छ, अनि माथि गोर्खा धादिङ हुँदै काठमाडौँ आइयो। त्यो ट्रेल चाहिँ पुरै अफरोडै छ कि के त? माथिको बाटो त तिम्रो अहिले नेपालमा पूर्व पश्चिमको बाटोमा मध्य पहाडी राज्यमा लगभग धेरै नै बनिसकेको छ होइन। अब हामीले ट्राभल पूर्व पश्चिमदेखि नै गर्दाखेरि कोही ठाउँ बिचमा अलिअलि ग्याप होला, तर लगभग हाइवे बनिसकेको छ, बाइकमा चाहिँ मजाले पूर्व पश्चिमै ट्राभल गर्न मिल्छ। हजुर दाइले अनि अब धेरै अब ठाउँ घुमिसक्नु भयो होइन, तपाईँले अब कहीँ अब देखे होला नि मान्छे कथा सुन्दाखेरि अलिकति चसक्क भएको टाइपको, किनकि मैले त्यस्तो भन्दाखेरि अब कुनै ठाउँ गइयो भने अब जस्तो पोखरैसम्म मात्रै गए पनि त्यहाँको अब कोही एउटा लोकल भेन्डरसँग गफ गर्दा गर्दा कतै मजाको कुराहरू सुन्न पाइन्छ क्या दाइ? अनि त्यस्तो खालको दाइसँग त्यस्तो एक्सपिरियन्सेसहरू अरू के छ दाइ? त्यो सुन्न पाइन्छ, मान्छेसँग गफ गऱ्यो होइन, गफ गरेपछि एक्सपिरियन्स सेयर हुन्छ, एक्सपिरियन्स सेयर भएर उनीहरूको एक्सपिरियन्स सुन्दा पनि धेरै कुराहरू लर्निङ हुन्छ। हजुर त्यो हेर्दाखेरि चाहिँ अहिले अब नेपालमा टुरिज्म चाहिँ इन्टरनल टुरिज्म पनि धेरै बढेको छ नि त, त्यो हेर्दाखेरि चाहिँ राम्रो पनि हो। अनि भ्यालुज आर्किटेक्टको भ्यालुजहरू अलिअलि बुझ्न थाले मान्छेहरूले होइन, हाम्रो आफ्नो आर्किटेक्ट के हो, यसको भ्यालु के हो भनेर। त्यो हुँदा चाहिँ मलाई घान्द्रुक गएको थिएँ कि एकचोटि, बुढीसँगै गएको थिएँ भनौँ न। त्यो बेला जाँदाखेरि मैले ऱ्यान्डमली फोन गरेँ गुगलबाट हेरेर, अनि रुम पनि पाइहालेँ। अनि पछि यसो हेरेको त त्यो त गुरुङ कटेज भन्दो रहेछ। गुरुङ कटेज भनेको त्यो घान्द्रुकको सबभन्दा देश मान्छे फेमस र धेरै फोटो खिच्न जाने मान्छेहरू त्यहाँ जाँदो रहेछन् कि। अनि ठिक छ आउनु भयो भनेर गइयो, अनि भोलि बिहान त्यो दाइसँग कुरा गरेँ कि त्यहाँको साउसँग, त्यो दिन भेट भएन, बिहान मात्र। अनि बिहान कुरा आएर चाहिँ उसले अनि त्यहाँ एक्सपिरियन्स गर्छ कि मैले उसको त्यो रिजर्भेसन हेर्दाखेरि 3 महिना 4 महिना प्याक छ क्या त्यहाँ। ओहो, अनि मैले त त्यहाँ रुम पाएँ होइन त्यो दिन फोन गर्दाखेरि, तर अलिक सिजन लागेपछि चाहिँ धेरै प्याक हुँदो रहेछ। अनि दाइको त धेरै प्याक रहेछ नि भनेको, भाइ मैले यो दिन आउनलाई कुर्नलाई मैले 20 वर्ष कुरेँ भन्नु त कि। पेसेन्स चाहिन्छ, आफ्नो भ्यालुज के हो बुझेर होइन, त्यसमा चाहिँ अडिग रह्यो भने अवश्य पनि सफल भइन्छ भन्ने चाहिँ मलाई त्यो दाइबाट अलिकति फिल भएको। र अरू ठाउँ पनि म जति पनि ट्राभलिङ गर्दाखेरि जति पनि ठाउँमा जान्छु, अनि मान्छेलाई हाम्रो आर्किटेक्टको बारेमा चाहिँ भन्छु क्या, हाम्रो यो आर्किटेक्टलाई यसरी बताउनु पर्छ होइन। अब जस्तै मुस्ताङ गयो, मुस्ताङको घर छैन, ठुल्ठुलो बिल्डिङ बनायो भने मजा आएन, मजा आउँदैन, को आउँछ र त्यो मौलिकता नै हरा जस्तो हुन्छ नि त। इभन दाइ मैले एकचोटि कसले सेयर गरेको थियो सोसल फेसबुकमा देखाएको थिएँ मैले चाहिँ, के भन्दाखेरि अब घान्द्रुकमा जुन चाहिँ त्यो पुरानो गुरुङ शैलीको घरहरू छ नि, त्यो मासिँदै छ भनेर एउटा ठुलो अब कस्तो भने अलिकति मोडर्न खालको भवन बन्दैछ भनेर देखाएको थिएँ कि मैले। त्यो त धेरै नै नराम्रो हुन जान्छ नि हेर्दा। त्यो त त्यसले गर्दाखेरि अब खास हाम्रो आर्किटेक्टलाई चाहिँ हामीले बचाउनु पर्छ, त्यसको भ्यालुज चाहिँ बुझेन भने अब लङ टर्ममा हामी चाहिँ
हराउँछौँ कि हामी इन्डियामा फोटो खिचेको भएर नेपालमा कहाँ खिचेको थाहा पाउँदैनौँ तर यदि त्यो हाम्रो आर्किटेक्ट छ भने चाहिँ यो चाहिँ त्यो आर्किटेक्टले नै झल्काउँछ कि केही बोल्नै पर्दैन कि त्यो आफू पिक्चर आफैले बोल्छ कि यो आर्ट र आर्किटेक्चरले भन्छ जस्तो अब इँटावाला देख्यो भने अब मान्छेहरूले के इमेजिन गर्छ पाटन ललितपुर अब नेवार बस्ती जहाँ छ यस्तो अलिकति शैलीमा अब त्यो अब झुपडी अब अलिकति माटोले लिपेको घरहरू भयो भने बाहिरभित्र तराईतिर भनेर सोच्न सकिन्छ त्यसपछि मान्छेहरूले इमेजिन त्यसरी गर्छ नि त त्यो एउटा मौलिक त हरायो भने चाहिँ अलिक नमिठो लाग्ने रहेछ देखिरहेको हुन्छ त अहिले पनि अब हाम्रो भ्यालीमै भनौँ न अब पुरानो छोडिकन नयाँ नयाँ टाइपको डिजाइनहरू आउनु थालेछ अब होला चेन्ज कुनै दिन होइन त्यो पनि चेन्ज हुन्छ मान्छेलाई अलिकति अब पुरानोमा हामीले चाहिँ अलिकति यसलाई चाहिँ अझ मोर प्रोग्रेसिभ बनाएर होइन कन्स्ट्रक्सनमा चाहिँ लानुपर्ने जस्तो देख्छु मैले नेपालभरि नै किनकि नेपालमा पूर्वमा हेर मिडमा हेर पश्चिम हेर सुदूरपश्चिम हेर हाम्रो आर्किटेक्ट पुरा फरक छ कि हजुर अनि तराईमा पाहाडमा हिमालमा बस्ने चिजहरू एकदमै फरक छ बस्ने शैली होइन खानपान धेरै चिज फरक छ त्यसलाई चाहिँ हामीले चाहिँ स्ट्रङ आफ्नो चाहिँ क्यापेबिलिटी बनाएर होइन त्यसलाई चाहिँ स्ट्रङ पोइन्टको रूपमा चाहिँ लगेर त्यही भ्यालुजले चाहिँ बेच्ने हो नेपालले मैले हामी ट्राभलिङ गरेर हेरेको देख्दाखेरि र विदेशमा पनि ट्राभल गर्दाखेरि नेपालमा चाहिँ पोसिबिलिटी धेरै नै छ कि टुरिज्म फिल्डमा यसलाई चाहिँ राइट डिरेक्सनमा लानु चाहिँ पर्छ त्यसलाई चाहिँ सरकारबाटै पोलिसिजहरू त्यसरी नै बनेर आउनुपर्छ सपोर्टहरू होइन पोलिसिज मात्रै भन्ने सपोर्ट पनि बढाउनुपर्छ हजुर सपोर्ट गरेर लग्यो भने चाहिँ नेपालमा राम्रो छ हजुर अनि के अरे दाइ अब बाइकमा अब धेरै ट्राभल गरेर राख्नुहुन्छ नि त मलाई चाहिँ एउटा मनमा लागेको प्रश्न चाहिँ के भन्दाखेरि तपाईँले जाँदाखेरि हुन्छ नि अब त्यहाँ गएर अब यहाँदेखि अब ढोरपाटन भनौँ होइन पोखरा स्टप गरेर ढोरपाटन पुग्नुहुन्छ नि त अब बिचमा तपाईँले टेन्सन गाड्यो त्यस्तो टाइपको के एक्सपिरियन्सहरू छ तपाईँको ट्रेन त गाडेको छैन हामीले होइन तर प्रायः चाहिँ हामी लोकल ठाउँमै बस्न खोज्छौँ हजुर लोकल घरमै अझै भयो भने हाइवे पनि स्किप गर्छौँ होइन हजुर प्रायः चाहिँ मैले रुट प्लानिङ गुगल म्यापबाट गरिरहेको हुन्छ कि हजुर हजुर गुगल म्यापमा रुट प्लानिङ गरेर त्यही सेयर गर्छु त्यो भएपछि तिम्रो गार्मेन्टहरूमा चाहिँ त्यो इम्पोर्ट गरेर त्यसलाई मजाले चाहिँ नेभिगेट गर्न सकिन्छ क्या त्यो रुटहरूलाई हजुर अनि हामी चाहिँ प्रायः लोकल टी हाउसहरूमै बस्नु खोज्छौँ अलिकति फ्यान्सी ठाउँभन्दा र अब अफरोडिङ गर्ने भएर अलिकति अफरोड खोजेरै फरक पोखरा जाने रुटै हाम्रो म जाँदाखेरि धेरैचोटि गएँ फरक रुटबाट जाने होइन किनकि हाइवेजबाट जाँदाखेरि कस्तो हुन्छ भने अब रस मात्र भइरहेको हुन्छ कि ओभरटेक गर्ने अर्कोले गर्छ धुलो खान्छ होइन अब मजाले राइड गर्न चाहिँ फिल त्यति मजा आउँदैन अनि हामीसँग अप्सन छ अलिकति घुम्न पर्ला होइन त्यो अफरोडको विकल्प चाहिँ कहाँबाट रहेछ त काठमाडौँबाट तिम्रो अब थालकोटै नगइकनमै पोखरा पुग्न सकिन्छ कसरी यहाँबाट अब तिमी बिदुर जाऊ होइन हजुर यहाँबाट बिदुर जानुलाई धेरै रुटहरू छन् होइन यो साखुबाट माथिबाट गए पनि भयो तिम्रो टोखाबाट पनि गए पनि भयो बिदुरबाट तिम्रो चामरी भन्दा निस्किन्छ त्यहाँबाट सलेन्टार हो क्या सलेन्टारबाट गोर्खा आरुघाट निस्केर त्यहाँबाट गोर्खाको मसेल निस्किँदै पालुङटार भएर उता तनहुको पाउँदै निस्केर पहाडीबाट बेगनाथमाथि नै पुगिन्छ ए ढोरपाटन जानु पऱ्यो भने नि अर्को रुट पनि छन् होइन मान्छेहरू त कन्भेन्सनल रुट युज गरेर हुन्छ हामी चाहिँ प्रायः अफरोडिङ गर्ने भएर अलिकति डिफ्रेन्ट रुट प्लानिङ गरेर जाने गर्छौँ त्यो गर्दा चाहिँ कस्तो हुँदो रहेछ भने बाटो पनि खाली हुने एक्सिडेन्टको चान्स पनि एकदमै कम हुने होइन मेन त त्यो सेफ्टी पनि हुन्छ त्यससँगै अनि मजाले कुदाउनु पाएपछि रमाइलो पनि हुने होइन अनि रस त्यो कम्पिटिसन भन्ने कुरै हुँदैन कि आनन्दले आफू चलाउने एक्सप्लोर पनि हुने नयाँ ठाउँहरू रमाइलो पनि हुन्छ यसपालि जस्तै हामी पोखराबाट ढोरपाटन जाँदाखेरि बागलुङबाट गयौँ क्या हामी कुसमै निस्किँदाखेरि पनि लुम्ले ननिस्किकन गयौँ हामी माथि यता पोखराबाट के भन्छ पञ्चासेबाट सिधै कुसमाको कता ब्रिजतिर निस्केको थियौँ हजुर त्यहाँबाट उता बेनी गयौँ बेनीबाट दरबाङ हुँदै अनि ढोरपाटन निस्क्यौँ त्यो त लामो त्यो पनि लामो होइन छोटो छ लामो स्टेज भयो रमाइलो हुन्छ नि त रमाइलो रहेछ रुट त्यो होइन किनकि हामीलाई पश्चिम बागलुङको भनेको त्यहाँबाट लागेपछि पश्चिमको छुट्टै आर्किटेक्ट सुरु छ कि हजुर अनि सानसानो घरहरू होइन यहाँभन्दा यस्तै घर त अलिक सानसानो घरहरू अनि फरक देखिने ठाउँहरू मान्छेको बसाइ सेटलमेन्ट फरक छ अनि टोपोग्राफी फरक छ अनि त्यसमा ढोरपाटन पुग्यो त्यो ढोरपाटन आफैमा पनि एकदमै मजाको ठाउँ छ एडभेन्चरको लागि त ढोरपाटन त मेरो विचारमा वान अफ द बेस्ट डेस्टिनेसन जस्तो लाग्छ नेपालको अझै पनि कस्तो अनएक्सप्लोर छ क्या ढोरपाटन मैले जति भिडियोजहरू हेरेँ होइन क्रिएटर्सहरूको डकुमेन्ट्रीहरू हेर्दाखेरि कस्तो चल्दिउँ हुन्छ नि जाउँ वाला एकदम लाग्छ क्या त्यो भिडियो चाहिँ ढोरपाटनभित्रै पनि तिमी गयो भने जे पनि गर्ने ठाउँ छ क्या त्यस्तो फाँट छ होइन
त्यहाँबाट अब साइक्लिङ गर्दै घुम्छु भने पनि ठिक छ तिमीलाई होइन ओभरल्यान्डिङ गर्छु म राति कतै बस्छु खोलाको छेउमा बस्छु भने पोसिबल छ होइन त्यत्रो मलाई सेफ्टीको हिसाबले पनि ठिकै लाग्छ माथि होइन म लेकतिरै जान्छु भने पनि पोसिबिलिटी छ अनि अब भविष्यमा सायद स्की गर्न पनि पोसिबिलिटी होला किनकि त्यो माथि बुगीतिर पनि धेरै राम्रो ठाउँहरू छ हाइट पनि धेरै पर्छ होइन हिउँ दम्ने ठाउँहरूमा अब त्यो भविष्यमा होला तर ठाउँ त मलाई नेपालको वान अफ द बेस्ट ठाउँ लागेको पश्चिम मलाई एकदम राम्रो लाग्छ जुम्ला हजुर होइन जुम्ला चाहिँ सेटलमेन्टको हिसाबले गाउँको हिसाबले होइन टोपोग्राफीको हिसाबले नेचुरल ब्युटी हिसाबले जुम्ला पनि एकदमै राम्रो छ अनि त्यसपछि अलिकति काठमाडौँबाट नजिकको हिसाबमा चाहिँ सेटलमेन्ट कम भएको हिसाबमा जलपाटन राम्रो छ हजुर त्यसमा चाहिँ अब दाइको अब काम पनि त्यसरी नै अब रिमोट ठाउँहरूमा जानुपर्ने भयो नि त दाइ अनि तपाईँको कामहरू गर्दा गर्दै अब जस्तो अब तपाईँ त प्रायः अब सोसल अर्गनाइजेसनबाटै जानुभयो नि त त्यो चाहिँ अब दाइले त्यो एक्सपिरियन्सलाई चाहिँ तपाईँले कसरी भन्न चाहनुहुन्छ काम गर्दा चाहिँ हामी एउटा प्लानिङ गरेर गएको हुन्छ होइन घुम्ने त भन्दा पनि प्लानिङ र कामकै हिसाबमा गएको हुन्छ त्यही बेलामा अब देखिने चिजहरू हुन्छ अनि हाम्रो जस्तै काममा पनि हामी सोसल मार्केटिङ भन्छौँ त्यसको लागि कन्टेन्टहरू चाहियो होइन अनि फोटो खिच्ने अलिकति मान्छेसँग कुरा गर्ने भिडियो बनाउने पनि गर्छौँ मैले त कुरै गर्ने हो उनीहरूको कुरा सुन्ने मेरो कुरा सुन्नु पऱ्यो क्या अरू कुरा सुनेर आफ्नो कुरा पनि राख्नु पऱ्यो अब पोजिटिभ कुराहरू चाहिँ त्यस सँगसँगै हामी अब सोसल मार्केटिङको लागि भिडियो फोटो पनि म लिएर हुन्छु त्यो चाहिँ हाम्रो भोलि पब्लिकेसनहरूमा सानो सर्ट्सहरूमा डकुमेन्ट्रीहरूमा युज गर्नलाई भए पनि डकुमेन्टेड भएर बसेपछि भए पनि काम गरेपछि देखाउनु पनि पर्छ देखाएन भने कसैले देख्दैन तिमीले काम गरेको कसैलाई थाहा पनि हुँदैन त्यस कारण सोसल मार्केटिङ गरेर अझै बढी कम्युनिटी बनाउनलाई भए पनि त्यो गर्नै पर्ने हुन्छ त्यसमा चाहिँ धेरै एक्सपिरियन्स गरियो कामको हिसाबमा कुरा आएको छ नि त मुखमा धेरै काम गरेको छ हामीले हजुर अब पहिला आएर टोयलेटै थिएन त्यहाँ गाउँतिर टोयलेटै हुँदैन थियो अझ सदरमुकामै थिएन टोयलेट सदरमुकामै नभएको गाउँमा नि एउटा दुईवटा कसै घरमा त्यो युज नहुने होइन स्कुलमा हुने त्यो पनि युज नहुने त्यो प्रायः के खेतै खेत बारी आफ्नै मल बनाउने ठाउँहरूमा किनकि त्यो तल गोठ हुन्छ माथि बस्ने ठाउँ हुन्छ प्रायः होइन त्यस्तो गरेर बनाएको ठाउँहरूमा चाहिँ मुगमा जाँदाखेरि त्यो गरियो मुगमा धेरै काम गरियो काठको पुल बनाइयो आइसिएसहरूमा धेरै काम गर्यो भने इम्प्रुभ मेटालिक इम्प्रुभ कुकिङ सिस्टममा सोलर सिस्टममा होइन अरू अब इम्पावरमेन्टको काम त छँदैछ होइन त्यो पनि भौतिक कुरा ध्यानमा चाहिँ हामी धेरै 2010-15 बस्दाखेरि धेरै सपोर्ट गर्यो अहिले पनि गयो भने देखिन्छ त्यो 1000-1500 एउटा हामीले दिएको चुल्हाहरू तर त्यो चुल्हा दिनुको कारण पनि छ फेरि टोयलेट बनाएर युज गरेको मान्छेलाई मात्रै चुल्हा सपोर्ट गर्ने भनेको उनीहरू चाहिँ कसरी आइसिएसमा मेन उनीहरूको चाहिँ लोभ पनि भयो उनीहरूलाई राम्रो चिज पनि हो तातो हुने होइन धुवा नहुने राम्रै कुरै त हो नि त्यो हुँदाखेरि टोयलेट बनाउनु लाउने टोयलेट बनाउनु सिकाउने होइन टोयलेट युज गर्नुपर्छ भने सिकाएर पछि मात्रै त उनीहरूलाई त्यो उपहारको रूपमा दिन्थ्यो हामीले अनि त्यही सिलसिलामा धेरै कुराहरू अब फरक कुराहरू पनि थाहा पाइयो भनौँ न कर्णालीमा बस्दाखेरि छौपडी प्रथा हुँदो रहेछ मैले त्यही आउनु लाग्थेँ अलिकति डार्क हुँदैछ यो कुरा होइन धानीहरू हजुर जुन चाहिँ हाम्रो कुरा भइरहेको थियो नि दाइ अस्ति पहिला जुन चाहिँ यो छौपडीको बारेमा लाइक डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट तरिकाले छौपडीको प्रथा हुन्छ भनेर भन्नुभएको थियो नि हजुरले त्यही त म अब कर्णालीमा बस्दा चाहिँ मैले छौ भन्थेँ त्यहाँ होइन अब छौपडी भनेको मैले खासै कर्णालीमा त्यो वर्ड चाहिँ सुनेँ किनकि कर्णालीको भाषा र सुदूरपश्चिमको भाषा ठ्याक्कै फरक छ कि त्यो बाजुरा पश्चिम र बाजुरा पूर्व फरक छ भाषै फरक छ अनि उता पढी भन्दा रहेछ छौपडी भनेर त्यो छौपडी बस्दाखेरि चाहिँ अब उनीहरू छुट्टै घर हुने र मैले कर्णालीमा चाहिँ खासै त्यस्तो छुट्टै घर भएको चाहिँ देखिनँ तर घरमा प्र्याक्टिस गरेको देख्दाखेरि चाहिँ अब घरको बर्नातिर सुत्ने आफ्नै गोठतिर सुत्ने होइन त्यो चाहिँ मैले अब मेन्सुरेसन पिरियडमा त्यो भएको देखेँ होइन त्यसपछि हामीले त्यसमा पनि काम गऱ्यो अलिअलि त्यसमा के रहेछ त मेजर रुट कज भनेर हेर्दाखेरि चाहिँ अब दिदीहरू हुन्थ्यो फिल्डमै बस्नुहुन्थ्यो अब हामी केटाहरू भएको त हामी थाहा नहुने होइन दिदीहरू हुँदाखेरि चाहिँ अब मेजर चाहिँ अब सेनिटरी प्याड मात्र पनि सपोर्ट गरेर पनि अथवा लाउन सिकाएर मात्र पनि त्यो चाहिँ नजान्ने भयो किनकि जुन ठाउँमा चाहिँ पसलै छैन होइन एउटा अन्डरवेयरै युज गर्दैन होइन त्यो ठाउँमा सेनिटरी प्याड मात्रै दिएर त हुँदैन होइन अनि मेन प्रब्लम चाहिँ कहाँ रहेछ भन्दाखेरि अब अन्डरवेयर युज नगर्ने सेनिटरी प्याडको बारेमा थाहा नै छैन होइन अनि
त्यो पिरियडमा चाहिँ एकदमै लाज हुने होइन एउटै अब धारामा पनि जान गाह्रो एउटै किचनमा पनि बस्न गाह्रो त्यो कारणले गर्दा पनि कता यो छुट्टै बस्ने चलन आएको हो कि भन्ने मलाई फिल भयो क्या अनि यो बारेमा त के रहेछ त्यो छौ प्रथाको बारेमा मैले चाहिँ यसो अलिअलि अरू ठाउँको पनि एक्सपिरियन्स भिडियोहरू हेर्दाखेरि चाहिँ अब जस्तै मैले यो पाकिस्तानमा पनि यो कलस पिपुलहरू भन्दा होइन कलस भन्ने कमिटी रहेछ त्यहाँ चाहिँ पाकिस्तानी न उनीहरू मुस्लिम हो न हिन्दू हो तर उनीहरूले पनि चाहिँ यो मेन्सुरेसन चाहिँ बार्दो रहेछन् उनीहरूको छुट्टै ठाउँ छुट्टै घर कम्युनिटी घरबाट आएको हुँदो रहेछ त्यहाँ गएर चाहिँ उनीहरू मेन्सुरेसन पिरियडको बेलामा छुट्टै बस्ने उनीहरूले चाहिँ डिफाइन गर्ने चाहिँ दिस इज एन रेस्ट पिरियड भनेर डिफाइन गर्दो रहेछ कि अनि घरको पुरुषहरूले घरको व्यक्तिहरूले चाहिँ खाना बनाएर लगेर उनीहरूलाई दिने होइन 3-4 दिन त्यसरी बार्ने चलन पनि देखियो त्यो चाहिँ अब धर्मसँग नभइकन यो रिजन कल्चर होइन प्र्याक्टिसेसमा चाहिँ भर पर्दो रहेछ क्या त्यो त तपाईँले पाकिस्तानको जुन चाहिँ कुरा भन्नुभयो त्यो त इट्स अन अ पोजिटिभ साइड अफ मेन्सुरेसन पऱ्यो नि त पोजिटिभ साइज उनीहरूको अब कसरी मान्छेहरूले कसरी पर्सिभ गर्छ कसरी पर्सिभ गर्छ नि त अहिले तर मोडर्न अहिलेको इरामा हेर्दाखेरि अब मेन्सुरेसन भएको हो कि नभएको हो भनेर कुरा कसैलाई जानकारी दिनु पनि पर्दैन थाहा पनि हुँदैन होइन तर पहिलाको पिरियडमा चाहिँ अब जस्तै अन्डर युज गर्दैन भने त अवश्य पनि थाहा हुन्छ घरमा होइन त्यस कारणले गर्दा नि आफै त्यो लाजले गर्दा पनि त्यो छुट्टै धाराहरू बनाएको होला जस्तो लाग्छ कि मलाई मेरो आफ्नो पर्सेप्सनमा चाहिँ किनकि अभियसली पनि गाह्रो हुन्छ यदि म नै भयो भने पनि मलाई अरू फेस गर्न गाह्रो हुन्छ त्यस कारण छुट्टै बस्ने चलन आएको हो कि तर अहिले मोडर्न सोसाइटीमा अब त्यो हामीसँग धेरै चिजहरूको उपलब्ध भएसँग चाहिँ त्यो कुराहरू चाहिँ खासै प्रब्लम हुन्छ जस्तो लाग्दैन र बारी पनि राख्नुपर्छ जस्तो लाग्दैन मलाई किनकि कसैलाई थाहा दिनै पर्दैन त्यो आवश्यकै छैन अहिले हामीसँग छ सेनिटरी प्याड्सको राम्रो व्यवस्था छ होइन अब कतिवटा ट्याम्पन्स भन्यो मेन्स्ट्रुअल कप भन्यो कतिलाई चाहिँ त्यो धेरै कुरा थाहा छैन सेनिटरी प्याड होइन अब युज अफ अन्डरवेयर थाहा छैन हामीले अब भन्नुपर्दाखेरि अन्डरवेयर पनि लाउनुपर्छ भनेर सपोर्ट पनि गरेको छौँ क्या हामीले त्यहाँकै लोकल एजेन्सिजहरूसँग मिलेर होइन किनकि त्यो कुरो चाहिँ हामीलाई थाहा थिएन हाम्रो दिदीहरूले भन्नुभयो होइन त्यस कारण त्यो सेनिटरी प्याडमा सपोर्ट गरेर सिकाएर हुँदैन त्यो सँगसँगै किनकि अन्डरवेयर गाउँमा पाउँदैन अनि त्यो पनि सपोर्ट गर्नुपर्छ भनेर सपोर्ट गर्दा चाहिँ मान्छेले बल्ल सिकाइ भयो नि त यस्तो पनि हुँदो रहेछ भनेपछि अब सायद 15 इयर्स ब्याक होला त्यो अब गयो भने अवश्य पनि चेन्जेस देखिन्छ त्यो हजुर त्यो भनेको अब ग्रास रुटबाट नै के अरे अवेरनेसदेखि लिएर नै अब त्यही नै सुरु गर्नु पर्छ डेभलपमेन्ट भन्ने कस्तो हुन्छ नि आजको भोलि देखिँदैन कि आज तिमीले इनपुट गरेको चिजले 10 वर्ष 15 वर्षपछि चाहिँ बल्ल त्यसले चाहिँ इम्प्याक्ट दिन्छ क्या त्यसले अनि जस्तै म अब फेरि अलि त्यो ठाउँमा गएँ नि मैले धेरै चेन्जेसहरू देख्छु कि पहिलाभन्दा तर त्यो हामी सधैँ बसिरहेको मान्छेले त्यो चेन्जेस फिल गर्दैन त्यो चाहिँ मैले आफ्नो लर्निङ चाहिँ त्यस्तो खालको फिल गरेको छु डेभलपमेन्ट फिल्डमा चाहिँ अब आज सपोज त्यहाँ गयो भने एउटा केही समयमा एउटा प्रोग्राम लिएर जाउँ त्यसको इम्प्लिमेन्टेसन चाहिँ अब 3, 4, 5, 6 कति वर्ष लाग्ला इम्प्लिमेन्टेसन तत्कालै हुन्छ तर त्यसको जस्तै मान्छेमा इम्बिट भएर आउनु पर्यो रिजल्ट चाहिँ मनबाटै आउनु पर्यो होइन त्यो इम्बिट हुँदा त्यो चाहिँ समय लाग्ने रहेछ क्या त्यस्तो कुराहरूलाई आजको भोलि नै देखिँदैन आज त हामीले जस्तो इनपुट त दिएला तर त्यसको आउटकम इम्प्याक्टहरू आउनलाई चाहिँ अलिक टाइम नै लाग्दो रहेछ हजुर किन दाइले ठ्याक्कै 2010 देखि नै सुरु गर्नुभयो भनेको थियो नि त्यसमा त इमिडिएट प्रोजेक्ट चाहिँ कुन थियो रहेको मेरो इमिडिएट प्रोजेक्ट चाहिँ हाम्रो कम्युनिटी डेभलपमेन्टकै प्रोजेक्ट थियो मेनली चाहिँ त्यसमा प्रोजेक्टमा चाहिँ लोकल सिभिजहरूलाई चाहिँ एउटा एनजिओको रूपमा खडा गरेर अनि अहिले एनजिओले गरिराख्ने काम चाहिँ सिभिज आफैले गर्ने र मेन उद्देश्य भनेको के नि हामी एकले बोलेर केही पनि हुँदैन सङ्गठित हुनुपर्छ सङ्गठित भएर चाहिँ काम गऱ्यो भने ग्रुप भएपछि जे काम पनि गर्न सकिन्छ हाम्रो आवाज पनि अरूले सुन्छ आवाज मात्रै सुनाएर भएन जस कम्युनिटीमा टोलमा गर्दा पनि एक्लैले गर्नुभन्दा सबैले गर्दाखेरि चाहिँ धेरै कुराहरू चाहिँ इम्प्याक्टफुल र त्यो फ्रुटफुल पनि हुने लङ टर्म त्यसले सस्टेनेबिलिटी पनि दिन्छ कि त्यो हिसाबमा चाहिँ हाम्रो मेन प्रोजेक्टको उद्देश्य पनि त्यही थियो र त्यसमा अलिक अब सपोर्ट सानो सपोर्ट उता गर्दै पऱ्यो होइन त्यो सिकार मात्र त हुँदैन अनि त्यो हुँदा चाहिँ हामीले जस 6 वर्षको प्रोजेक्ट थियो त्यो अहिले हेऱ्यो भने त्यसको जस इम्प्याक्ट देखिन्छ देखिन्छ अनि दाइ के अरे जस्तो अब केही अब तपाईँले भन्नुभयो नि अघि यो सेनिटरी प्याड्सहरूको अन्डरवेयर लाउँदै नलाउने ठाउँमा सेनिटरी प्याड्सहरू कसरी इम्प्लिमेन्ट गर्ने भनेर जुन कुरा भएको थियो नि त्यस्तै खालको त्यो विरोधहरू आयो जस्तै कि भूकम्प बेलामा भूकम्प कि कुन बेलामा चाहिँ मैले साथीहरू चाहिँ सोसल वर्क गर्छन् क्या सोसल वर्क पढेका सोसल वर्क मतलब त्यही काम गर्नेहरू एजेन्सीहरूमा काम गर्नेहरू थियो उसले चाहिँ के भनेको थियो भन्दाखेरि अब के राहत वितरणको लागि गयो बेलामा पनि त्यहाँको लोकलहरूले नै लखेटेर पठाउने हुन्छ नि कुटेर पठाउने
त्यस्तो खालको इन्सिडेन्टहरू मैले सुन्न थिएँ क्या दाइ। होइन त्यो चाहिँ कस्तो हुन्छ भने त्यो हुन्छ त्यो इमर्जेन्सीमा जहाँ पनि हुन्छ त्यो होइन त्यस्तो चाहिँ त्यसमा धेरै एउटा कारणले गर्दाखेरि हुनसक्छ क्या त्यो हजुर त्यो चाहिँ हामीले उनीहरूले सोसल्ली पनि अपनता नलिएर पनि त्यो हुन्छ क्या हजुर जस्तो उनीहरूले आफूले पनि लिनु पऱ्यो नि त्यो हाम्रो लागि आएको हामीले गर्नुपर्ने भन्ने त्यो अपनता नहुँदा पनि कन्फ्लिक्ट हुन्छ जहाँ पनि कन्फ्लिक्ट हुन्छ हजुर अनि त्यसमा चाहिँ अब एप्रोचेसहरूमा चेन्ज गर्नुपर्छ क्या त्यो सोसियल कन्टेक्स्ट ठाउँ जस्तै मैले तराईमा काम गर्ने एप्रोचले हिमालमा काम हुँदैन हुँदैन नेपालमा है नेपाल हाम्रो धेरै भर्सेटाइल पाहाडमा काम गर्ने एप्रोचले पनि तल पनि काम गर्दैन माथि पनि काम गर्दैन मान्छेको सोचाइ फरक छ सोचाइ नै सोच्ने थिङ्किङ लेभलै फरक छ होइन अनि त्यो हुँदाखेरि जस्तै अब हिमालमा काम गर्दाखेरि ठाउँ अप्ठ्यारो छ तर कम्युनिटी ग्यादर गर्ने एकदम सजिलो छ किनकि सेटलमेन्टहरू नजिक नजिक हुन्छ क्या त्यहाँ मान्छेहरू नजिक नजिक बस्छन् अब त्यही कुरा पाहाडमा हेऱ्यो भने पाहाडहरू मान्छेहरू टाढा टाढा बस्छ सेटलमेन्ट हामीलाई जस काम गर्न सजिलो छ तराईमा फेरि तराईमा हेर्दाखेरि त्यही चिज फेरि काम गर्न कति गाह्रो छ मान्छेलाई बुझाउन गाह्रो छ किनकि त्यो एजुकेसन लेभल तिम्रो सोसाइटी हरेक कुराले त्यसलाई चाहिँ ड्राइभ गर्दो रहेछ त्यही भएर हामीले त्यो प्रत्येक ठाउँमा काम गर्ने एप्रोचहरू नै फरक फरक गर्नुपर्ने हुन्छ अनि दाइको छ नि यसमा एक्सट्रिम लेभलको कुनै इन्सिडेन्टहरू त्यस्तो केही दाइले फेस गर्नुभएको छ अथवा दाइको टिमले भनौँ न काम गर्ने सिलसिलामा हजुर काम गर्ने सिलसिलामा त अब इन्सिडेन्ट त धेरै हुन्छ होइन हजुर तर हामी लगभग धेरै नै चिजमा चाहिँ हामी प्रिपेयर नै हुन्छौँ क्या ब्याकअप प्लान ब्याकअप प्लान भन्नाले यस्तो हुनसक्छ है भनेर त्यसलाई पहिला नै कसरी हुन नदिने भनेर जस्तै एजेन्सिजहरूमा एसओपीहरू बनाउने स्ट्यान्डिङ अपरेटिङ प्रोसिड्युरहरू सब चिजको हुन्छ होइन अब कसरी ट्राभल गर्ने कति बजेपछि ट्राभल नगर्ने कस्तो गाडीमा ट्राभल गर्ने नगर्ने कस्तो चिज खाने नखाने भनेर हामी पुरा पहिला प्लानिङै हुन्छ हाम्रो त्यो चाहिँ त्यस कारणले गर्दाखेरि त्यसलाई चाहिँ मिटिगेट गर्नलाई कमर जस्तै हामी अब एयरलाइन्सको कुरा हेर्नुहुन्छ भने पनि पहिला अब सिङ्गल इन्जिनवाला एयरलाइन्स चढ्न दिँदैन थियो डबल इन्जिनवाला चढ्नु पर्थ्यो होइन त्यसमा पनि गाडीहरू चढ्नु पर्दाखेरि अब सर्टेन पछिको मोडलमा चढ्ने अथवा सर्टेन मेन्टेनेन्स स्केड्युल भएको गाडीहरू मात्र चाहिँ हायर गर्ने होइन अब हिँड्दाखेरि पनि कुन होटलमा बस्ने नबस्ने जस्तै भूकम्प जोखिम भएको होटलमा हामी आफ्नो स्टाफहरू राख्दैनौँ होइन किनकि भोलि भूकम्प आउन सक्छ नि त अनि कहाँ बस्ने नबस्ने त्यो मेन कुरो प्लानिङ हो कि यस्तै बाइकको राइडमा पनि यही नै हो नेपालहरू हामी धेरै बाइक राइड जान्छौँ होइन सामान्य रूपमा अब पछाडि बस्नेले हेलमेट पनि राखेको हुँदैन लाउनु त पर्ने हो लाउनु पर्दैन हजुर होइन अनि हेलमेट पनि लगाएको हुँदैन हाइवेमा राइड गरिरहेको हुन्छ अझै कति टाइम त मेन्टेनेन्सको पनि खासै बाइकमा मतलब गरेको हुँदैन त्यसै मोबिल हाल्ने चेन कस्दै भन्दा कसेर हिँड्ने पनि हुन्छन् होइन तर बाइकमा त अझै मैले बाइक राइड गर्दाखेरि अझै बढी हामी अर्गनाइज भएर हिँड्नुपर्ने देखेँ कि मैले हजुर अझै रिमोट जान्छ भने अझै बढी अर्गनाइज हुनुपर्छ जस्तै अब पङ्चर हुनसक्छ कहिले लड्न सक्छ भाँचिन सक्छ होइन अनि जस्तै मेन्टेनेन्स त पुरै पहिल्यै नै हेर्न पऱ्यो होइन अनि बाटोमा गएर यो नट लुज भयो त्यो त मेन्टेनेन्स प्रपर नगरेर हुने अनि मेन्टेनेन्स प्रपर पनि कस्तो नि हाम्रो नेपालमा अब जति पनि काम गर्ने त धेरै छन् मान्छेहरू जानेको पनि छन् तर सर्भिस म्यानुअल हेरेर काम गर्नेहरू एकदमै कम छन् यहाँ होइन मेन्टेनेन्स म्यानुअल हेरेर काम गर्ने टर्कमा काम गर्नेहरू एकदमै मान्छेहरू कम छन् तिनीहरू होइन अब त्यस्तो कम हुँदा नि कस्तो हुँदो रहेछ भने काम त गराउँछ हामीले तर आफूले चेक गर्नुपर्ने हुन्छ कि हजुर सानो चिजहरूले गर्दाखेरि ठुलो एक्सिडेन्ट हुन्छ होइन सानो एउटा तिम्रो पहाडीको नट मात्रै लुज भयो भने पनि ठुलो एक्सिडेन्ट हुन्छ सानो कुराले अब ठुलो विपद निम्त्याउँछ भनेर इम्प्याक्ट गर्न सक्छ होइन त्यही भएर बाइकिङ पनि त्यो हामी प्रपर प्लानिङै हो कहाँ बस्ने कुन रुट जाने होइन अब अझै ठुलो त्यस्तै छ भने त हस्पिटल कहाँ छ एम्बुलेन्सको नम्बर कहाँबाट लिन सकिन्छ भोलि अब त्यस्तै पऱ्यो भने रेस्क्यु पनि कसरी गर्ने भनेर पहिला प्रपर प्लानिङ सबै अनि आफ्नो बारेमा त अब आफ्नो मेन्टेन गर्नु त लजिस्टिकले छँदैछ मेन्टेनेन्स गरेर हिँड्ने बाइकको बारेमा त्यसपछि फ्युलको बारेमा होइन कसरी म्यानेज गर्ने भन्ने कुरा त छँदैछ त्यो बाइक पनि मेनली चाहिँ हामीले म चाहिँ के कन्सर्न राख्छु नि सेक्युरिटी नै हो फर्स्ट सेक्युरिटी त्यसपछि आफ्नो बाइकको मेन्टेनेन्स अनि त्यति गऱ्यो भने खासै ट्राभल गर्दाखेरि त्यस्तो प्रब्लम बाइक बिग्रिने प्रब्लमहरू आउँदैन होइन बाइक बिग्रेन भने मिनिमल कुराहरू गर्नु आफूले सिके म रमाइलो पनि हुन्छ क्या अनि बाइक बिग्रियो भने चाहिँ अनि पुरा टिमलाई नै झ्याम हुन्छ अब ग्रुपमा जाँदाखेरि सबैजना हल्ट हुन्छ होइन त्यसले गर्दाखेरि धेरै प्रब्लम हुन्छ रमाइलो अलिक कम हुन्छ त्यही भएर प्रपर प्लानिङ गरेर गयो भने चाहिँ खासै धेरै प्रब्लम चाहिँ आउँदैन हजुर कि अनि दाइ तपाईँको छ नि यो घुम्न जाँदाखेरि यसो लाइक कतै जाँदाखेरि सबभन्दा गो टु प्लेस चाहिँ कुन हो अब गए पनि केही फरक पर्दैन मलाई आफ्नै ठाउँ जस्तो लाग्ने होम अवे फ्रम होम भन्छ नि जुन चाहिँ त्यस्तो ठाउँ कुनै दाइको
ठाउँ त टन्नै गयो तर मलाई चाहिँ सोलोतिर चाहिँ किनकि मेरो घर पनि पूर्वतिर हो ए हजुर सोलो एरिया चाहिँ राइड गर्न पनि रमाइलो लाग्छ होइन बाटोहरू पनि धेरै छ अहिले हजुर हिमाल पनि फेरि ठ्याक्कै देखिन्छ एभरेस्ट देखिन्छ त्यहाँबाट हजुर अनि अहिले तिम्रो अब तलको हाइवे जानै पर्दैन माथि माथि अफरोडबाटै हामी दोलखा निस्केर पनि काठमाडौँ आउन सक्छौँ यहाँबाट सोलो पनि जान सक्छौँ होइन अलिकति अफरोड चाहिँ छ बाटोहरू अनि त्यो चाहिँ पहिलादेखिको ट्रेकिङ रुट भएर पनि होला सायद टी हाउसहरू पनि प्रपर म्यानेज छ कि हजुर अनि सस्तो पनि छ फेरि रुट सस्तो पनि छ अनि इन्टरनेट कनेक्सन पनि छ अनि टी हाउसहरू प्रपर म्यानेज भएकोले खानु बस्नलाई पनि सजिलो छ किन ट्रेकिङ रुट हो पहिलाको अब बाटो खोलिदियो होइन अब बाइकमा जानु मिल्छ साइकलमा जानु मिल्छ होइन अनि गाडीमा पनि जानु मिल्छ भनौँ न जसो त सुलु जाने चाहिँ राम्रो मजाको पोसिबिलिटी सस्तो छ नि तिमी उस्तै बेर नि तिमी 100 रुपियाँ 50 रुपियाँ बेड पाइरहेको हुन्छ हो र प्रपर रूपमा राम्रो बेड पाइरहेको हुन्छ होटल पनि खाली हुन्छ जामलाई सुत्दै पनि हुन्छ होइन फुडहरूमा 200-300 ठाउँ अनुसारको ठाउँ त्यो फुड त फुडमा हो त्यो पनि धेरै त्यस्तो प्रपरली धेरै लिँदैन पहिला पहिला त त्यो रूपमा नेपालीले कति ठाउँ दिँदैन थियो कि कतिवटा गाउँमा अनि अहिले चाहिँ अब त्यो कन्सेप्ट चेन्ज छ होइन किनकि त्यो मान्छेले पहिला नबुझेर खैरे मात्र भन्थ्यो अहिले अब जस्तै हाम्रो कम्युनिकेसन बढेको भनौँ न अब इन्टरनेटले गरेर त मान्छेले देख्यो नि त देख्यो होइन त्यस कारण नेपालीले पनि राम्रै छ अहिले त्यो बाटोमा त्यताबाट गएर 1 दिन 2-3 दिनको टाइम लिएर त्यो चाहिँ जिरी सिपाले बाम्ती हुँदै किन्जा हुँदै तिम्रो उता जुनबेसी निस्किनु सकिन्छ जुनबेसीबाट चाहिँ फाप्लो निस्केर टाक्सिन्डु हुँदै लुक्लामुनिसम्म गएर आउन सकिन्छ होइन त्यहाँ पनि फेरि विभिन्न रुट फेरि तल्लो रुटबाट घुमेर पिके भएर रामेछाप निस्केर ब्याक टु काठमाडौँ पनि हुन सकिन्छ यो टकिङ फर इन बाइक्स नै हैन बाइक्स ल त्यो चाहिँ मेनली चाहिँ गुगल म्याप एक्सप्लोर गर्नु पर्यो हजुर मान्छेहरू कन्भेन्सनल रुट धेरै युज गर्छन् तर हामी म्यापिङहरुमा अलिकति कमजोरी छ जस्तो लाग्छ हो अनि त्यो प्लानिङ गर्यो भने चाहिँ इट्स पोसिबल त्यो म्याप्स त कन्फिगर गर्न मैले पनि राम्रो जान्दिनँ दाइ म त अब कहीँ त्यो हेऱ्यो भने एकछिन त यस्तो नै हुन्छ अनि गाह्रो पनि छ कहीँ ठाउँमा कस्तो हुन्छ नि हामी जाँदा जाँदै म्यापमा त्यो बाटो छ बाटो टुटाइन्छ कि हजुर त्यो टुट्ने बित्तिकै म्यापमा अलिकति प्रब्लम हुन्छ होइन तर लर्निङ गर्दै गयो भने चाहिँ के हुँदो रहेछ नि हामीले इनपुट दिने हो नि त गुगलमा पनि हामीले रिक्वेस्ट गऱ्यो भने उनीहरूले रिभ्यू गरेर पनि जोड दिन्छन् कि बाटो 3-4 दिनमा हजुर गुगलले जोड दिन्छ त्यो अनि त्यसरी पनि बनाउन सकिन्छ रुट प्लानिङहरू होइन रुट प्लानिङ गरेर त्यसमा त्यस्तो खालको चाहिँ अब गर्न पर्ने नै देखिसक्यो किनकि हाम्रो पुरानो बाटोहरू सबै हराइसक्यो होइन मैले पिचै भइसक्यो नि त हामी अफरोडिङै गर्ने भने चाहिँ अब हामीले रुट प्लानिङ नगरी चाहिँ हुँदैन गर्नै पर्छ अब त्यसो भए त नेक्स्ट राइड कहिले त नेक्स्ट राइड त यसपालि टन्नै राइड गरेर आइसक्यो होइन हजुर 13-14 आज मात्रै पनि हो त चितवन जानुपर्छ भन्दै हुनु त अहिले फेरि अहिले आज ठ्याक्कै गइँदैन अनि किनकि धेरै 13-14 किलोमिटर हिँडिसक्यो बस्तीतिर मात्र हजुर 13-14 किलोमिटर अब चाहिँ नेक्स्ट राइड चाहिँ सायद स्प्रिङमै हुन्छ होला कि त जाडोमा पनि हुनसक्छ किनकि हामी त्यति धेरै प्लान गर्दैन हाम्रो त ग्रुप छ होइन हजुर बाइकिङ ग्रुप छ अनि ग्रुप भएकोले अब साथीहरूको ठ्याक्कै मिलेको बेलामा पहिला अलिक प्लान गरेर हजुर सट्टै निस्किदिइहाल्छौँ त्यही भएर पनि अब स्प्रिङ मेबी स्प्रिङ नेक्स्ट स्प्रिङ अब जाडोमा पनि जान सकिन्छ जाडोमा गयो भने चाहिँ तराईतिर जाने विचार गरेर यसपालि राष्ट्रिय निकुञ्जतिर अनि स्प्रिङतिर भयो भने त कहाँ हुन्छ होला स्प्रिङतिर चाहिँ 1 सेकेन्ड ढोलपाडा नै जाउँ भन्ने विचार छ किनकि ढोलपाडा गएको 2 चोटि गइसक्यो ग्रुपसँग एकचोटि चाहिँ यतिकै आफै पनि गयो 16 जानु भयो अनि अब फेरि होइन एकचोटि फेरि ग्रुपैसँग जाउँ स्प्रिङमा किनकि स्प्रिङमा ढोलपाडा नेक्स्ट लेभल रमाइलो हुन्छ त्यो होइन किनकि फुल नै हुन्छ अनि हरियो पनि हुन्छ धेरै ठुलो पनि हुँदैन हाम्रो खोला नालाहरू धेरै ठुलो पनि हुँदैन अनि रमाइलो हुन्छ स्प्रिङमा फेरि स्प्रिङै सोचिरहेको छ यसपालि चाहिँ हजुर अब जानु मन त खास रारातिर पनि थियो किन रारा चाहिँ म बाइक लिएर गएको छैन तर कर्णालीको रुटहरू पनि धेरै एक्सप्लोर प्लानिङ चाहिँ गरिरहेको छु म एउटा बिग प्लान हो अलिक टाइम अलिक धेरै नै दिन लाग्ने भएकोले त्यसको लागि चाहिँ अलिकति टाइम म्यानेजै गर्नुपर्छ 18-20 दिन यहाँबाट जस्तै हाम्रो अस्ति अब दुल्लाहरू पनि उता लिमी गएर आयो क्या होइन त्यो रुटमा पनि कन्भेन्सनल रुट गयो त्यसमा धेरै कन्फ्लिक्ट गर्नु मिल्छ राउटहरू होइन किनकि म कर्णाली बसेको मलाई थाहा छ मलाई अब पहिला हिँडिरहेको बाटोहरू अहिले बाटो जोडिएको छ होइन त्यहाँबाट फोक्सुन्डो जुम्ला कनेक्ट हुनसक्छ जुम्ला मुगु त कनेक्टै भइसक्यो मुगुबाट तिम्रो चङ्खेनी हुँदै हुम्ला जानु मिल्छ होइन हुम्लाबाट लिमी भ्याली पुगेर लिमी भ्यालीबाट फेरि तल झरेर पनि कर्णालीको रुट भएर अथवा तल्लो रुट भएर सुर्खेतबाट पनि झर्न सकिन्छ दैलेखबाट पनि झर्न सकिन्छ होइन तर अहिले अप्सन चाहिँ बाटोको म्यासिभ छ हजुर तर कर्णालीमै कोही कोही ठाउँमा चाहिँ बाइक चाहिँ
डोरीबाट तार्नुपर्छ हजुर होइन बाइक डोरीबाट तार्नुपर्ने हुन्छ हजुर जस्तो पहिला तुइन भन्थ्यो होइन हजुर तुइनबाट चाहिँ तार्नुपर्छ कोही कोही ठाउँ ए अहिले अहिले पनि पनि पर्छ ओहो किनकि कोही कोही ठाउँमा खोला ठुलै हुन्छ ग्लेसियरबाट आउने खोलाहरू छन् प्रायः होइन त्यो त अनि त्यही भएर चाहिँ त्यसमा चाहिँ अब तुइनबाट त्यो तारिदिन्छ सडन पैसा लिएर तारिदिन्छ प्रब्लम चाहिँ हुँदैन बाटो आफूलाई थाहा हुनु पऱ्यो अनि अब नेक्स्ट प्लानिङ चाहिँ हामीले त्यही गरेर हो ढोरपाटन जाने ढोरपाटन बागलुङबाट छिरेर हजुर डोल्पा जाने डोल्पाबाट जुम्ला जुम्लाबाट मुगु मुगुबाट हुम्ला हुम्लाबाट भयो भने बोर्डर अथवा लिमी पुगेर हजुर फेरि ब्याक बाजुरा भएर हजुर यता दैलेख कालीकोट दैलेख ए त्यहाँबाट पुरै घुमेर आउनु मिल्यो है? जाजरकोट तलबाट हुँदै फेरि आउनु त फेरि इस्ट रुकुमै आउँछ होइन त्यहाँबाट घुमेर त्यो प्लानिङ पनि गरिदिरहेको हो अलि 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 टाइम लाग्छ त्यो टाइम लाग्छ हुन्छ त अब हामी पनि कुनै दिन दाइले बोलाउनु भयो भने हाम्रो पनि अब बाइक फेभरेबल भयो भने चाहिँ आउँछु त ए दाइले अब मान्नुभयो भने हामी पनि आउँला दाइ होइन होइन आउनुपर्छ होइन टाइम चाहिँ मिलाउनु पऱ्यो हजुर, हजुर। अलिकति किनकि 18-20 दिन सबैको टाइम निकाल्न गाह्रो छ गाह्रो हुन्छ दाइ गाह्रो छ त्यो प्रपरली नै जानुपर्ने हुन्छ अलमोस्ट महिना दिनै भनिदिउँ न त्यो भनेको त महिना दिने हुन्छ अनि कस्तो हुन्छ नि हामी बाइकमा पनि एक्सपिरियन्स गर्दाखेरि जस्तै हामीले राइड गरिरहेको साथीहरूसँग थाहा हुन्छ कि को कसरी कुदाउँछ कसरी कुदाउँछ कसको के छ स्ट्रेन्थ विकनेस होइन अनि त्यो अनुसार पनि कुदाउँदाखेरि अलिकति रिस्क चाहिँ मिटिगेट गर्नलाई सजिलो हुँदो रहेछ हजुर नयाँ साथीहरू हुँदाखेरि चाहिँ अलिकति डर मनमा डर हुने कता केही भइहाल्छ कि भनेर डर चाहिँ जो साथीहरू अब भाइहरू लिएर गएपछि के होला सेफै तरिकाले आउनु पऱ्यो नि त मेन सेफ्टी नै हो राइडिङमा हुँदा त अब जोस त एकदमै हुन्छ होइन हजुर किनकि कहिलेकाहीँ कस्तो हुन्छ भने त्यो ग्रुपमा हिँड्दाखेरि अब जोस अर्कै हुन्छ क्या त्यो यति कुदाइन्छ कि थाहा नै त्यो लड्छ वर्छ भन्ने कुरामा मतलबै हुँदैन लड्यो भने कहाँ पुग्छ होइन जे पनि हुनसक्छ अनि त्यो कुरामा सोचिन्न हजुर अनि त्यो अफरोडिङ गर्ने बेलामा त्यो कुदाउने मात्रै ध्यान हुन्छ होइन अगाडि बाटोमा मात्रै ध्यान हुन्छ जस्ट किनकि त्यो एड्रेनालाइन हुन्छ कि अर्कै खालको अर्कै स्टेटै माइन्ड स्टेटै अर्कोमा पुगिरहेको हुन्छ हजुर अनि त्यो कुरा याद त्यसको बेला चाहिँ अलिकति रिक्स हुन्छ तर छुट्टै रमाइलो पनि हुन्छ हजुर अब रिक्स र रमाइलो दुइटै सँगसँगै जस्तो हुन्छ त्यो अब दाइलाई एउटा क्लोजिङ स्टेटमेन्टको लागि तपाईँले के भन्न चाहनुहुन्छ अब यङ राइडर्सहरूलाई हाम्रो अब नयाँ अब अफरोडिङ एक्सप्लोर गर्न चाहनेहरूलाई के भन्न चाहनुहुन्छ दाइ मेनली चाहिँ अब अहिले राइडिङको चाहिँ जस पहिलाभन्दा धेरै नै अब मान्छेहरू इन्ट्रेस्टेड पनि छ गइ पनि रहेको छ होइन पहिला त्यसरी धेरै जाने पनि हुँदैन थियो सर्टेनली कमै हुन्थ्यो तर अहिले चाहिँ अब इन्टरनेटले गर्दाखेरि मान्छे कनेक्टेड पनि अब त्यो इन्ट्रेस्टेड भएको मान्छे कनेक्टेड पनि हुने भयो होइन र जहाँ पनि जाँदाखेरि अलिक प्रपर प्लानिङ गरेर जानु ठाउँको बारेमा बुझ्नु क्लाइमेटको बारेमा बुझ्नु होइन वेदर के छ होइन प्याटर्न के छ अनि जस्तै अब जाडोमा अब 3000 माथि जाँदाखेरि अवश्य नै आइस हुन्छ आइस भनेको डेन्जर छ नि त त्यस्तो कुराहरू चाहिँ सोच्नुपर्छ मेनली होइन मेनली सेफ्टी सोच्नु पऱ्यो अनि अब मेनली अब सहरमा बजारतिर अलिकति अब स्पिड कुदाइदिनु भएन अलिकति आफू पनि रेस्पोन्सिबल राइडर हुनु पऱ्यो क्या मेन कुरो अब बाटोमा खाली छ कुदाऊ होइन त्यो कसैलाई म्याटर गर्दैन त्यसले होइन आफू जति के हुन्छ आफैलाई हुने तर अब अरू मान्छेहरूको ठाउँमा अरूलाई पनि रेस्पेक्ट चाहिँ गर्नुपर्छ होइन अरूको इमोसन अरूको ट्रेडिसनलाई अलि भ्यालु गर्नु ठाउँलाई भ्यालु गर्नुपर्छ रेस्पेक्ट गर्नुपर्छ बजारमा बिस्तारै कुदाइले केही फरक पर्दैन नि त अनि यङ अब के हुँदाखेरि जोस हुन्छ देखाउनु मन लाग्छ होइन अवश्य पनि देखाउनु मन लाग्छ अनि झ्याइझी गर्ने उडाइदिने बाइक होइन त्यो हुँदा चाहिँ कस्तो हुन्छ भने मान्छेमा नेगेटिभ पर्सेप्सन आइरहेको हुन्छ अनि त्यो अहिले त्यो चाहिँ नेगेटिभ भन्दा नि पोजिटिभपट्टि चाहिँ क्याच गर्दै लानुपर्छ कि त्यो गऱ्यो भने चाहिँ अनि राइडिङ गर्नेलाई पनि गुड तरिकाले हेरिन्छ होइन अनि किनकि हाम्रो विदेश जस्तो छैन यहाँ अलिक फरक खालको प्याटर्न छ विदेशमा भए पो छुट्टै ठाउँमा राइड गर्छु भन्ने हुन्छ त्यस कारणले यहाँ चाहिँ अलिकति सबैलाई रेस्पेक्ट चाहिँ गर्नुपर्छ रेस्पेक्ट गऱ्यो भने आफूले पनि रेस्पेक्ट पाइन्छ होइन नत्र भए जहिले पनि फेरि अब नराम्रो पात्र मात्रै बनिन्छ क्या त्यो यसले गयो यस्तो गऱ्यो होइन अलिकति हुन्छ नि आफ्नो कुराहरू राख्दाखेरि शैली पनि मिल्दैन होइन अब पर्टिकुलर व्यक्ति तोकेर नभन् तर यहाँ ब्लगरहरू धेरै छन् त्यस्तो होइन त्यो ब्लगरले पनि कहिले राम्रो पनि गरिरहेको हुन्छ कहिले नराम्रो पनि गरिरहेको हुन्छ इम्प्याक्ट नराम्रो पनि परिरहेको हुन्छ होइन तर अब पोजिटिभ रूपमा चाहिँ अरूको बारेमा पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अरूको बारेमा सोचिदियो भने त्यति मात्र सोचिदियो भने पनि लगभग धेरै प्रब्लमहरू आफै सल्युसन हुन्छ हजुर सो दाइ अब प्रोग्राम अब अलमोस्ट अन्त्यतिर भइसक्यो होइन थ्याङ्क यू दाइ आइदिनु भयो होइन यस्तो रमाइलो कुरा गरिदिनु भयो
लुकिङ फरवर्ड अझै दाइ कुराकानीको लागि मलाई पनि एकदम रमाइलो लाग्यो है मैले खासै अब धेरै यो पोडकास्ट त मैले कुरै गरेको छैन प्रायः क्यामेरामा आउँदिनँ हजुर अनि मलाई पनि अप्ठ्यारो लाग्यो तर पनि बोला एकदम रमाइलो लाग्यो खुसी पनि लाग्यो हजुर त्यस आफूले कुरा गर्न पाइयो होइन अरूलाई पनि कुरा सुनाउनु पाइयो थ्याङ्क यू दाइ आइदिनु भयो टाइम निकालेर सो मच है थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच फर जस्ट लाइक Thank you for watching this episode. We'd especially like to thank Nagpuku Guest House for offering this venue. Thank you.